रवि लामिछानेले आज चितवनमा सम्बोधन गर्दै भनेका छन्, म एउटा चुनावको लागि राजनीतिमा आएको होइन, म एउटा पुस्ताको लागि राजनीतिमा आएको हुँ र देशलाई आमा भन्नेहरूले प्रधानमन्त्री पनि आमा पाएका छन् र जसले हिजो न्यायालयबाट न्याय दिइरहनु भएको थियो उहाँ आज देशको प्रधानमन्त्री हुनुहुन्छ र उहाँले अवश्य पनि सारा देशवासीहरूलाई न्याय दिलाउनु हुनेछ र हामी तपाईँको साथमा छौँ, तपाईँले खुट्टा नडगाउन भनेर आग्रह पनि गरिरहेका छन् र पुराना नेताहरूलाई चुनाव हुँदैन अथवा संसद बेउताउने खेलमा नलाग्न अनुरोध गरेका छन् अथवा धम्की दिएका छन् भनौँ र उनले जेन्जी आन्दोलनको दिन जसले ज्यान गुमाए जेन्जीहरू अथवा पुलिसहरू सबैलाई समवेदना प्रकट गरेका छन् र आर्मीले सक्ने जति काम गरेको भन्दै उनलाई पनि धन्यवाद दिएका छन् र अदालतलाई पनि उनले न्याय दिएको भन्दै धन्यवाद दिएका छन्। तपाईलाई रवि लामिछानेको भाषण कस्तो लाग्यो त? पक्कै पनि हेर्नुभयो होला। उनको शैली जुन गाडीमाथि चढेर यो शैलीमा भाषण गरेका छन् र रवि लामिछानेको क्रेज देख्दाखेरि रवि लामिछानेलाई किन यिनको पछाडि पुराना नेताहरू लागिरहेका छन् त भन्ने झझल्को अलिकति देखिएको हो कि जस्तो मलाई चाहिँ अनुभव भयो। तपाईहरुलाई कस्तो लाग्यो?